त्यही भएर म जान्छु कि फाइनल हेरेर म पनि जाने हो र भोलि हो भोलि विश्वास आउनु कि गइदिनु हो यार बाइकमा पेट्रोल सेट्रोल पनि हाल्नु छ अनि मोबाइलको कभर चेन्ज कहिले मगाइस् त खुल्ला के 1 लिटर पेट्रोल हाल्न न म साँच्चै 1 लिटर चाहिँ अब के हो र अझ के हो र अरे ती मान्छेको त्यति हाल्दा के गाँठ निस्किन्छ थाहा छैन म जान पनि सक्छु नजान पनि मैले ऊ पासपोर्टको फर्ममै आउने पासपोर्ट दिदी भरिस् जी भएन भन्नुभयो मैले पनि भन्ने के मोबाइल भन्नुभयो माथि ल्यापटपबाट भरेको टाइम हामी दुईजना चाहिँ भन्नु भनेको भर्न पर्छ डिबिट जान्छन् अशोकले पनि भर हो कि जाने अशोकको प्लस टूको होइन र अरे चाहिन्न कि डकुमेन्ट सकुमेन्ट केही ए त्यसो धोएर जाने अन्त उडेर पनि जाने हो जानुहोस् के ल ल सो गाइस भोलि दसैँ हो भन्ने बेला आज जस्तो बेलुकीबाट पानी परेको यति धेरै दिनसम्म पानी पऱ्यो लगभग 10-11 दिनसम्म के मस्त पानी पऱ्यो होइन अनि पानी परेर अब 3-4 दिन भयो बिरु गरेको छ जस अब घाँसहरू काट्ने बेला बिरु गरेको यो गोबाङ गाउँ है बाटो यस्तो छ कि बाटो एकदम खडमको बाटो चाहिँ बुद्धिमानदेखि ढोरपाटनसम्मको बाटो हिँड्यो भने चाहिँ मान्छे एकचोटि हिँड्यो भने जिन्दगी फर्केर आउने तर हामी चाहिँ स्थानीय बासिन्दा भएको कारणले अब यही बाटो हिँड्न पर्ने अब हामी चाहिँ यो बाटोको एकदम स्तर उन्नतिको पर्खाइमा छौँ कि होइन अब तल कसले गर्ने भन्ने चाहिँ प्रश्न उठ्छ कसले गर्ने पनि बाटो सबै लगभग 10-11 वर्ष भयो यस्तो बाटो 5 वर्ष त एक कार्यकाल सकियो एमालेको सरकारले तर केही माथो मारेन यो बाटोमा दुःख लाग्छ यार अनि अब त्यसैले फेरि अर्को कार्यकालमा त्यसैले जित्छ गाह्रो छ शिवबाङ गाउँ होइन दामी छ टक्क लगाएर सही हो हाम्रो हेल्पोस बोवाङ हेल्पोस चाहिँ त माथिको हो त्यो तर बाटोभन्दा अहिले अपाएको पऱ्यो कि दामी गाउँ दामी बोवाङ गाउँ कि सबै अहिले चाहिँ सब बाली भिट्टाउने एकदम यो भनेको यो बेला भनेको बोवाङमा सबै बाली भिट्टाउने बेला हो कि यो होइन हामीले मकैहरू सबै भिट्टाहाल्ने अनि नल काट्ने देख्न सक्नुहुन्छ झ्यालमा समेत पुरै मकै झुन्डाएर त्यहाँ मकै होइन मकै झुन्डेर राखेको छ सबै अक्कल आएर त्यो देख्न सक्नुहुन्छ होइन यो बेला भनेको पुरै मकै राख्ने भित्र मकै बाली भिट्टाउने बेला हो कि ढोरपाटनमा चाहिँ आलु भिट्टाएर सबै सकेर बोवाङमा चाहिँ अहिले मकै भिट्टाउने बेला हो यो अब पुरै घाँस काट्ने अनि नलहरू काट्ने मकैको नल काट्ने खर काट्ने हुन्छ होइन त्यो सबै गर्ने बेला हो यो धेरै मजाले घाम लागिरहेछ खेतमा पुरै चाउलहरू छुट्छन् है
फेरि घोडामा अब ढोरपाटन जान लागेर चाहिँ केटाहरू त्यो घोडामा चढेर हेलो साउजी आरामै ल लख त केटा लख त ल ल बाइक र घोडा कसको दुकान हेरि छिटो मकै देख्न सक्नुहुन्छ खर्चा मकै छ अनुहरू त तन्नै हालेछ त यार नामी छ यो सेराबाङ हो अनि सेराबाङमा चाहिँ के छ भने अहिले सम्म परेको ठाउँ छ कि थोरै भए पनि एकदम पछि एकदम चहल पहल हुने बजार एरिया भन्ने ठाउँ चाहिँ यो हो कि सेराबाङमा यो बोर्डिङ स्कुल हो यहाँनिर हिलटप बोर्डिङ स्कुल हो क्या सायद हिलटप बोर्डिङ स्कुल अनि चाहिँ यो हाई स्कुल हो हाई स्कुल कहीँ नि कहाँ जाने हो के हो झार भनेको असारै तिम्रो नाम असारे कुल राखिदिएको तिम्रो बस होइन म माथि गएर आउँछु है अप्ताप के छ सबका दिन आएगा सबका बाटो चाहिँ यस्तो छ यो बाटो हो होइन तर बर्खामा चाहिँ पुरै खोला हिँड्छ कि बाटोभरि बाटो हो कि खोला हो कि थाहै हुँदैन पुरै खोला हिँड्छ नि त यो त्यसलाई तटबन्धन गरेर होइन यस्तो तटबन्धन गरेर अनि बाटोमा चाहिँ पानी आउनु नदिएपछि चाहिँ भइहाल्यो नि के गर्नु तर भने मात्र भएन काम गरिदिनु केही छैनन् काम कसैले गर्दैनन् गाह्रो छ
गाह्रो छ कोही पानी हुन्छ कि खोलाभरि सबैमा यस्तो रहेछ हेलो कहाँ हो यस्तो ए हान्छ कहाँ जानु लाग्यो पनि पारि जानु क्यामेरा अन छ हेलो के छ अनि केही भन्नु छ के भन्नु के भन्नु भनौँ न के भन्नु मन छ मामा भन्यो घरदेखि म गएँ है त जोतिरहेछन् अब पुरै जोतेर यहाँ पुरै जाउँ गहुँ अथवा अगुवा के लगाउने पुरै त्यो लगाउँछ मकै सेरिसक्यो होइन सबै सेरिसकेपछि अब जोतेर अब फेरि यहाँ त पुरै धुलो उड्ने होइन जस बर्खा चाहिँ राम्रै हुन्छ धुलोसुलो उड्दैन यस्तो धारमा झन् उड्ने कुरै भएन अहिले त्यही पनि अब माटोहरू भएकोमा बर्खामा धुलै धुलो हुन्छ बर्खामा हिलै हिलो बर्खामा धुलै धुलो पारेको मम लगाउँ है यो पहिरा हट यतातिर के छ भने होइन अब तलतिर त एउटा घरमा एउटै हुन्छ होला भैँसी कसै हानुहोस् न एउटा घरमा एउटै हुन्छ होला तर यतातिर के हुन्छ एउटै घरमा 6-7वटा भैँसी कि त्यो देखिरहेछ नि यो सबै एउटै घरको भैँसी हो कि सबै भैँसीमा त भने गाई हुन्छ गोरु हुन्छ बाछा बाछीहरूदेखि लिएर एउटै घरको हो
तम्मी पाल्छ नि यहाँको मान्छे नि कहिले सुख पाउनु तल माथि तर ए हामीले यहाँ डर लाग्ने हाम्रो जस्तो गर्छ त यो बाटो गएर यहाँ त पारि जानु पर्ला पारि पुरै घाँस देखिरहेको छु मान्छेहरूले चाहिँ त्यो घाँस काट्दै रहेछ पुरै सब काटेर सक्छ होइन तर चाहिँ त्यो हरियाली छ पछि त एकदमै सुक्खा हरियाली राखेर आइया यत्रो घाँस छरे छरे छ बर्खामा भालुले मकै खान्छ भनेर पुरै भालु तर्साउनको लागि ल्याएर यस्तो गरिरहेछन् पानी आउँदैछ थोरै अब यो एरिया चाहिँ सब मेरो पर्छ मेरो आफ्नो खुदको सम्पत्ति खुदको भन्दा नि अब बाबुबाजेको सम्पत्ति हो भैँसीहरू रहेछन् है घाँसहरू काटिसकेछन् ओ केटा खै बजे नमस्ते हामी नमस्कार सन्चै हुनुहुन्छ सन्चै कहीँ नि एउटा बाटो त अब बाटो त कता हो कता अन्डा ढुन्डा छ जान लाग्नु भएको हो कहिले लानु भएको ए जान लाग्नु हो ल ठिक छ उहाँ चाहिँ मेरो हजुरआमाको भरनी घाँसहरू सब यस्तो रहेर के खुवाउनु पछि घाँस नबनेको बिचरा खान्छ